प्रगति अस्ति हामी चाहिँ बालुवाटारमा बसेपछि बिस्तारै वातावरणलाई सहजीकरण गर्ने कोसिस भइरहेको छ। दिन प्रतिदिन चाहिँ थोरै थोरै भए नि प्रगति भएको छ। आज हामी पहिला प्रतिपक्षीहरू बस्यौँ र प्रतिपक्षीहरू चाहिँ छानबिन मुख्य कुरा हो। भरपर्दो छानबिनको कुरामा सरकारको प्रतिबद्धता आयो भने यो विषयलाई हामीले सकारात्मक ढङ्गले टुङ्ग्याउन सकिन्छ भन्ने कुरा प्रतिपक्षको भयो एउटा। अर्को प्रतिपक्षको तर्फबाट अब नेपाली कांग्रेस सभापतिसँग एकचोटि कुरा गर्नु उचित हुन्छ यो सबै विषयमा भन्ने पनि भयो अहिलेका राजनीतिक घटनाक्रमको विषयमा। र भर्खरै फेरि सत्तापक्षका खास गरी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का अनि ज्ञानेन्द्र कार्की अनि श्यामजी लगायतसँग पनि हाम्रो कुराकानी भयो र आज चाहिँ सदन नचलाउने अलिकति सूचना टाँसेर चाहिँ जाने भन्नेमा समझदारी भएको छ। मलाई लाग्छ अब 1-2 दिनभित्र यो विषयको सकारात्मक ल्यान्डिङ सत्तापक्ष नै छानबिन गर्न छानबिन प्रक्रिया अगाडि बढाउनेमा सहमति देखिया छ। तर छानबिन अब अहिले संसदीय छानबिन समिति बनाएर जाने या पूर्व न्यायाधीश कसैकोमा न्यायिक समिति बनाएर छानबिन गर्ने या अर्को के गर्ने भन्ने विषयमा सहमति भएको छैन। अर्को कुरा चाहिँ अख्तियारमा यो चाहिँ भिजिट भिसा प्रकरणमा छानबिन सुरु भएको हुनाले त्यसको कुरो विशेष अदालतमा मुद्दा दर्ता नभएसम्म यता समिति बनाउन हुँदैन कि भन्ने तर्क पनि सत्तापक्षको छ।